नमस्ते सबैलाई। म अहिले कहाँ छु भन्दाखेरि ठ्याक्कसँगले म यति प्रकृतिको उसमा छु। यस्तो राम्रो देश है, यति पवित्र देश। यो देशलाई के भन्न थाले भने मान्छेले अहिले बेश्यालय बनाउनु छु भन्न थाले। यो देश जुन राजतन्त्रले यो वैदिक सनातन धर्म तथा बुद्ध धर्म, हिन्दू धर्म अथवा बौद्ध धर्म अथवा किराँत धर्मको सभ्यताको देश। यहाँको मान्छेको मनहरू एकदम कञ्चन छ। जबकि यो माथि हेर्नुभयो भने खोला नालाहरू बगेको देश छ। यहाँ केही पनि आवश्यक छैन। नेता राम्रो हुनुपर्छ कि शासन राम्रो हुनुपर्छ। तर यहाँ कस्तो शासन छ भन्दाखेरि लुटेर एनजिओको फन्डिङमा खाने एमाले छ। अनि ठुल्ठुलो देशको कलकारखाना बेचेर खाने, दलाली गर्ने प्रो इन्डियन नेपाली काङ्ग्रेस छ। त्यसपछि अब माओवादीको त कुरा भन्नु परेन होला। जो अहिले मेरो भिडियो बनाउँदै हुनुहुन्छ उहाँ पहिला गणतन्त्रका लागि लडेको एकजना योद्धा, गोली खाएको योद्धा। उहाँले पनि भर्खरै पनि मलाई भन्नुभएको थियो मैले गल्ती गरेछु। यो व्यवस्थाले हामीलाई यस्तो कङ्गालीकरणको बाटोमा लग्यो कि अब हामी सहनै नसक्ने अवस्थामा पुग्यो कि। यो मूर्ति चोर भनेका छ, कति धाइमारा भनेको छ, विभिन्न आरोपहरू छ। त्यसको उत्तर के? न त उसले दिन सक्छ न मैले दिन सक्छु। तर म उसलाई पनि प्रश्न गर्न चाहन्छु कि 17,000को जिम्मा चाहिँ मध्ये 5,000को जिम्मा कसले लिएको? ओलीलाई पनि भन्न चाहन्छु म। मूर्ति चोर भन्नेदेखि यो व्यवस्थाको पक्षधरहरूलाई भन्न चाहन्छु कि 14 वर्ष जेल बसेको को? यो देशको उद्योग धन्दा बेचेर हामीलाई कङ्गाल बनाएको को? मेरो पनि प्रश्न छ नि त। यसको उत्तर चाहन्छु। तसर्थ तपाईहरू सबैले बुझ्नुहोस्, यो व्यवस्था भनेको विदेशी दलाल एजेन्टहरूको व्यवस्था हो। यो कार्टेल सिस्टम हो। यसमा डिप स्टेट भन्नेले काम गरिरहेको हुन्छ। यो डिप स्टेटको एजेन्टहरू नेपाली ढाका टोपीमै, नेपाली नागरिकतामै बसेर मान्छेहरूले यो देश विरुद्ध गद्दारी गरेको छ। तर एकजना राजा छ, एकजना राज संस्था छ, एउटा राज संस्था छ जसले यो देशको विरुद्ध कहिले पनि गद्दारी गरेको देखिँदैन र गर्दा पनि गर्दैन। किन भनेको किङ इज किङ, राजा इज राजा। तसर्थ यो 15 गते राष्ट्रिय झन्डा बोकौँ। यो देशको गद्दारी गर्ने विरुद्धमा हामी आन्दोलन बनौँ। रातो र चन्द्र सूर्य लिएर, जङ्गी निशाना लिएर हामी एकबद्ध भएर अगाडि बढौँ। सबैमा मेरो अपिल छ, यो दुष्ट, यो भ्रष्ट यिनीहरूलाई अब हामी डाँडा कटाउँ। सबैमा मेरो अनुरोध छ, 15 गते जाउँ। दुर्गा दाईको साथ अगाडि लिएर हामी अगाडि जाउँ। जगमान गुरुको छत्र छायामा बसेर हामी यो आन्दोलन सफल पारौँ। धन्यवाद सबैलाई।